भाटभटिनीको करेन्ट स्ट्याटस त हामी सबैलाई थाहा नै छ, तर 1984 मा यो भाटभटिनी एउटा सानो पसल मात्रै थियो। नेपालको हरेक दंगा फसादमा भाटभटिनीलाई केही न केही हुन्छ, तर अगेन इट स्ट्यान्ड्स स्ट्रङ्गर। हो, बिजनेस भनेको 9 to 5 जब होइन, जहाँ तपाईको पब्लिक होलिडे हुँदैमा तपाईले स्यालेरी थाप्नु मिल्ने। यो जर्नी हो कमिटमेन्ट अनि कन्सिस्टेन्सीको, जहाँ कम्फर्ट हुँदैन, बिदा हुँदैन अनि एक्सक्युज हुँदैन। तर यही डिस्कम्फर्टमा तपाईले गर्नु सके तपाईको 2 पुस्ताले समेत बसी बसी खान सक्ने पैसा कमाउन सकिन्छ। सो यदि तपाई पनि नेपालमा आफ्नो बिजनेस गर्ने भनेर सोच्दै हुनुहुन्छ भने एउटा पर्फेक्ट होलसेल मार्केट भनेकै तपाईले चाइनाबाट सामान नेपालसम्म ल्याउन सक्नुहुन्छ। नेपालमा त रिटेल र होलसेलको प्राइस खासै फरक देखिँदैन, तर चाइनाबाट सामान लिँदाखेरि तपाईले 2 गुणा प्रफिट खाएर पनि सेल गर्न सक्नुहुन्छ। तर अब चाइनाबाट सामान नेपालसम्म ल्याउने चाहिँ कसरी त? हजुर, विथ द हेल्प अफ अल सेलर इम्पोर्ट एक्सपोर्ट। मात्रै 20 देखि 25 दिनको अन्तरालमा तपाईले चाइनाबाट सामान नेपालसम्म ल्याउन सक्नुहुन्छ। ट्रान्सपोर्टेसन कस्टको बारेमा कुरा गर्दा मात्र 59 रुपीस पर केजी बाइ रोड सर्भिस। डकुमेन्टेसन, कस्टम ड्युटी अनि पेमेन्ट मेथडको बारेमा केही चिन्ता लिनु पर्दैन, सबै हामी ह्यान्डल गर्दिन्छौँ। त्यसैले थप जानकारीको लागि स्क्रिनमा दिएको नम्बर अथवा फास्ट कम्युनिकेसनको लागि हजुरले हाम्रो इन्स्टाग्राममा पनि मेसेज गर्न सक्नुहुन्छ।